कति बाटो है तिमीहरू मलाई चाहिँ यसरी बेडमा सुताएर आफूहरू टिकटक चलाएका छन् मोबाइल चलाएका छन् बसेका छन् मलाई थाहा हुँदैन क्या हो यहाँ मलाई किन सुताएको हो नबोकेको भनेर तिमीले मोबाइल चलाउनु पाउँदैनौ भनेर होइन तिमीहरूलाई त मोबाइल चलाउनु पाए गफ गर्नु पाए साथी साथी भइहाल्छ मेरो वास्तै छैन तिमीहरूलाई मलाई चाहिँ जति बेला पनि बुबु खुवाइदिएको छ भुइँमा लडाएको छ बुबु खुवाइदिएको छ फेरि भुइँमा ढल्काइदिएको छ पख न तिमीलाई म पनि पछि टिकटक चलाउने हुन्छु नि मोबाइल चलाउने हुन्छु नि त्यति बेला म पनि थाहा हुन्छ नि मलाई पनि म पनि तिमीहरूलाई बदला चाहिँ नलिई छोड्दिनँ है भोलि पर्सि यहाँ मलाई चाहिँ नबोक न अहिले मलाई कसैले वास्ता नगर न ठिकै छ है त मलाई यस्तो गर्यो है तिमीहरूले जति बेला भुइँमा सुताएको छ मेरो ढाडै दुखिसक्यो मेरो ढाडै पोलिसक्यो पसिनाले छ्याप्पै बित्छ मेरो ढाड तातो न तातो हुन्छ तिमीलाई के थाहा तिमीलाई त मोबाइल चलाउनु पाए भइहाल्यो नि होइन खालि नक्कली बन्यो टिकटक चलायो